न्यू भिडियो तर आज हामी भन्ने छौँ यो भिडियोमा कि इङ्ग्लिसको कारण नेपाल कति विकसित भइसकेको छ। ल यिनी हन् अमृत विष्ट र यिनले इङ्ग्लिसमा पिएचडी गरेका छन्। ल तपाईको इन्ट्रोडक्सन भनिदिनुहोस् त। My name is Amrit Vishta. I am from Nepal. I will degree from Pharmacy University. Born in Conservative and I am English teacher. I am teaching in Leaderwood School. I am very big teacher. Yes. What your question? देख्नुभयो तपाईले कति फास्ट इङ्ग्लिस बोलेको यिनले। देख्नुस् तपाईले मैले सुनेको छु, मैले के सबैले सुनेको कुरा हो। तपाईले पढाएका विद्यार्थी कोही जापान, अस्ट्रेलिया, अमेरिका पुगेका छन्। Yes, that's right. तपाई जस्तो नेपालमा टिचर हुनु पर्ने हो तर छैनन्। किन तपाईको विचारमा के लाग्छ? It's called all teachers are fuck teacher. That's called they are not interesting to do. Yes. जनताहरु कोहीको इङ्ग्लिस बुझ्दैनन् के तपाई नेपालीमा पनि भन्न सक्नुहुन्छ। Oh, but I am तपाईले रिक्वेस्ट गर्दिनु भयो भने म हजुरको लागि नेपाली बोल्दिन्छु हैन, तर म नेपाली यस्तै खासै बोल्दैन। तपाई एउटा पत्रकार भएको हुनाले हजुरले रिक्वेस्ट गरेको हुनाले म हजुरको लागि नेपाली बोल्दिन्छु। यो हाम्रो देशमा राम्रा म जस्ता टिचर नभएको कारण भनेको तपाई जस्तैको कारणमा हो। तपाई जस्तो हेर्नुस्, राम्रो टिचरलाई के गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ र जो टिचर ठुलो बन्न सकेको छैनन् तपाई उनीहरुको इन्टरभ्यु लिनु हुँदैन र उनीहरु कस्ता सोच्छन् भने म त सानै हो, म केही गर्न सक्दैन भनेर उनी कहिले विकसित हुँदैनन्। त्यसैले हजुरले उनको पनि इन्टरभ्यु लिनुस्। उनी पनि सोच्ने भए म नि ठुलो हुँ, मलाई नि इन्टरभ्यु लिन्छन् भनेर उनीमा थोडा कन्फिडेन्स आउने भयो नि त। तपाईको कुरामा पोइन्ट छ, तर हाम्रो जो यो च्यानल छ नि, हामी सानो ठुलो भनेर कसैलाई हेर्दैनौँ के, हामी सबैको इन्टरभ्यु लिन्छन्। नेपालमा कई च्यानल छन् के, कई च्यानल मध्ये हाम्रो यो सबसे बेटर र कम्फर्टेबल च्यानल हो। यसमा जे कुरा भन्नुहुन्छ तपाईँ, मान्छेहरूले लाइभ देख्न सक्छन्, भिडियोमा देख्न सक्छन्, सर्ट्सहरुमा देख्न सक्छन्, ग्यालरीमा भिडियोमा हेर्न सक्छन्। त्यस्तै इक्जाम्पलहरु त धेरै छन्। त्यस्तो कुरा सही हो हजुरले भन्नुभएको, हजुरको च्यानल सबैलाई रिस्पेक्ट गर्छ भनेर। तर मैले हजुरको च्यानलमा अहिलेसम्म कसै सानो युजरहरूलाई देखेको छैन। म जस्ता ठुला टिचरहरूलाई मात्र हजुर बोलाएर इन्टरभ्यु लिनुहुन्छ। जस्ट इक्जाम्पल, अस्ति नै हजुर अस्ट्रेलिया जानुभएको थियो, उहाँ अस्ट्रेलियाको प्रोफेसरसँग हजुरले इन्टरभ्यु लिनुभएको थियो। तपाईँको साइडमा याद छ, तपाईँको साइडमा एउटा टिचर हुनुहुन्थ्यो सानो, उनी भन्दै थिए सर भन्दै थियो, हजुरले के भन्नुभएको थियो, ओ उता जा भन्नुभएको थियो। म त्यहाँ सुनिरहेको थिएँ कि त्यो इन्टरभ्यु हजुरको। तपाईँले त्यस्तो भन्ने बेला के लाग्यो थियो तपाईँलाई? हामीलाई यस्तो होइन क्या, हाम्रो माथि पनि एउटा सिनियर हुन्छन् कि, हाम्रो पनि जब हो कि एउटा। अब हामीले आफ्नो सिनियरको भन्यो हामीलाई जबबाट निकाल्दिनु, हाम्रो त इन्टरभ्यु लिने काम हो। आफ्नो जबको पालना त हामीले गर्नु पर्यो नि, आफ्नो कर्तव्य त हामीले निभाउनु पर्यो। हजुरको इन्टरभ्यु लिने काम हो भन्दैमा हजुर के आफ्नो